1 2 3 4 ए हिरो त आँगनमा पनि नाचिरहनु भएको छ त फिल्म खेल्छु हिरोइनसँग नाच्छु भनेर गएको होइन पछि आएन क्या हिरोइनहरूले केको फिल्म त पाइसकेको नि आमा तर फर्स्टै सिन नाच्नु पर्ने आयो अब आफ्नो बाङ्गे कमाउन हल्लिने हिरोइनले नाच्नु जानेन भनेर निकाल्नु लगायो यार नाच्नु त त्यस्तै हो पसङ्गेको कार्ड जस्तो छ अनुहार पनि हुनु पर्यो नि हिरो जस्तो अनुहार त चडकचिरिक हो नि आमा अब यो नाच्नु पो कसरी सिक्नु पर्ने मेरो दुईजना साथीको गर्लफ्रेन्डले टिकटक बनाऊ भने चाहिँ केटाहरू नाच्दै नजान्ने ब्रेकअप भएर तनाव भइरहेछ नि हौ अनि नाच्नु चाहिँ कसरी जान्ने हौ साला यो त अन्तर्राष्ट्रिय बेजोत भन्यो हौ नाच्नु जानेन भनेर हिरोलाई निकालिदियो यार कसरी सिक्ने अब नाच्नु लास्ट तनाव बस्छ होला खुसीको खबर हेर्नु नि किन? याङयाङ बजारमा डान्स क्लास खोल्दैछ हाँ? खुसीको खबर हो यो त आम्बो याङयाङमा माथि आइतबारेमा त्यो पनि फ्री एडमिसन छ त फ्री छ नि आइ साला अप्रिलसम्म फ्री एडमिसन रहेछ है डान्स एन्ड जुम्बा अरे जुम्बा पनि हुँदो रहेछ त हौ अब पछि नाच्यो हेर्नुहोस् है तपाईँहरू पनि तपाईँहरूलाई पनि यस्तै अफर परेको छ भने आउनुहोस् तपाईँहरू पनि कस्तो खुसीको खबर है बुढी त्यही त एकदम र दर्शकहरू तपाईँहरूले पनि आज नै यो नम्बरमा डायल गरेर एकदम फ्रीमै रेजिस्टर गरिहाल्नुहोस् अब अप्रिल सकेर मेदेखि चाहिँ रेजिस्टर फी लाग्नेछ है याङयाङ बजारमा तारामान बस्नेतले डान्स क्लास चलाउनेछ र तपाईँहरूले पनि एकदम आज नै सम्पर्क गरेर डान्स प्लस जुम्बा पनि हुनेछ र डान्स चाहिँ तपाईँहरूको कहिले कहिले हुनेछ भने स्याटरडे र सन्डे हुनेछ र आजको जमानामा एकदम डान्स चाहिँ एकदम इम्पोर्टेन्ट छ नानीहरूलाई भयो है हामी बुढापाकाले पनि नाच्दा भयो किनकि यसो फोन खोल्यो रिल्स बनाउँदा नाच्नै पर्छ है रिल्सको लागि पनि सिक्नुहोस् तपाईँहरू र आज नै गर्नुहोस् चाँडो गर्नुहोस् एकदम राम्रो छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद